मुसलमानले हाँसिरहे, देश सकिरह्यो। हिटलरले त्यही भने होइन, यहुदीहरूलाई सिद्ध्याउँछु भनेर। हिटलर संसारको सबैभन्दा शक्तिशाली हुन्छ भने होइन। आज हामीले एउटा अपराधीहरूलाई पठाएर फाँसीबाट जन्माउँदैछ। बोल्दै नहुने बोलो कि गाली आइहाल्छ, होइन भनेछ भयो घरको गाली। त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने हिजोकै घटना हेर्नुहोस्। मतलब अहिलेको हाम्रो प्रधानमन्त्री त ऱ्यापर हुनुहुन्थ्यो पहिला, उहाँको जस्तो बोल्ने भने गरिबको के छ त्यो गरिबको कोही छैन बोल्ने सबैले भनेर एकदमै 5जना चेलीहरू उभिएर त्यो बोल्न लगाएर ऱ्याप दिन्थ्यो होला। हाम्रा हस्पिटलका पैसा तिर्यौँ, किसानका दुधका पैसा तिर, दोकान सटरहरू जुन हिजो फुटबलमा लखेटिए नि बच्चाहरू रोइरहे, पुलिस आफै रोको छ, सामानहरू लुटिए। एउटा राज्यले गएर कसैको घरको सामान उठाउँदा पनि मुजुल्का गर्नुपर्छ, सर्जिलिङ हुनुपर्छ। के त्यहाँ मुजुल्का उठाइयो, सर्जिलिङ भयो? यो फाँसीवादको चरम प्रकाश त होइन। यो भन्दै गर्दा मैले थुनिनुपर्छ भने आउ सरकार हातकरी लाउने यो तयार छ, आऊ तयार छु। तिनीहरूले ब्याङ्कको ऋण लिएको थियो होला, सरकारीको ऋण लिएको थियो होला, लघु वित्तको ऋण लिएको थियो होला। अनि तिनले एउटा सर्ट बेचेर, एउटा भेट बेचेर ऋणको 2 पैसा ब्याज पनि तिर्छु, किस्ता पनि तिर्छु, परिवार पनि पाल्छु, बच्चालाई पढाउँछु पनि फिस पनि तिर्छु भनेको थियो होला। भाडा भेट्यो, भाडा बोकेर लगिदिएको छ, सन्तोला भेट्यो, सन्तोला भेटेर बोकेर लगिदिएको छ। तपाईँहरू पो धनी हुनुहुन्छ त। आयो त्यहाँ बस्नुको गोबरले देखियो त। अब सुकुम्बासीको त्यही हालत हुँदैछ। मैले सुकुम्बासीलाई बोल मलाई साथ देऊ भन्दाखेरि बोलेन कोही पनि। अब काठमाडौँका खोलाका किनारका सुकुम्बासीमा जोडर चलेपछि दुर्गा प्रसाईलाई सम्झिन्छन् झलझली। ती फुटबलका व्यापारीले पनि हिजोदेखि दुर्गा प्रसाई सम्झिँदैछन्। अस्ति पोखरामा लागेको थियो त, पोखराका मान्छेले पनि सम्झे अरे दुर्गा प्रसाई। अब सम्झिँदैछन्। हेर्नुहोस्, बोर्डरमा 100 रुपियाँ भन्दाको सामान बोकेर आउन पाइँदैन, त्यहाँ पुलिस परिचालन गरेको छ। म एउटा कुरो यो सरकारलाई सम्झाउँछु, मेरो भिडियो खोजेर हेर्दा पनि हुन्छ। धुलाबारीको स्कुलमा मैले 4 चेलीहरूले, 4वटी चेली, एउटी 13 वर्षकी, एउटी 11 वर्षकी, एउटी 8 वर्षकी, एउटी 6 वर्षकी, जसको बुढा थिएन, आमा बिमारी थिइन्। ती 13 वर्षकी चेलीले पानी ट्याङ्कीमा जाने, दिनको 10 किलो चिनी ल्याउने, 2 पल्ट गरेर 5 किलो चिनी ल्याउने, अनि ओटतिरपट्टि काँका भिटामा ल्याएर त्यो चिनी बेचेर आफू पेट पालेर ती बच्चाहरू पनि पढाउँथिन्, ती बहिनीहरूलाई पढाउँथिन् र आमाको पनि उपचार गर्थिन्। त्यो हृदय विदारक दृश्य देखेपछि म कहाँ त्यो कुरा आएपछि मैले धुलाबाडी स्कुलमा लिएर गएर प्रकाश दाहाल भन्ने हुनुहुन्छ पत्रकार, पुकार टेलिभिजन, त्यसमा आएको छ, त्यो तपाईँहरूले हेर्नु होला। मैले ती बच्चाहरूको कानुनी स्थिति, हृदय विदारक स्थिति, ती बच्चा कसरी रोका छन्। आखिर 5 किलो चिनी उता भारतबाट बोकेर लिएर आउँदाखेरि यहाँ आज पुलिसले सीमामा लुट्छ। पुलिसलाई त्यस्तो बनाइएको छ। सरकार कतातिर जाँदैछ? सरकार आज दिन दहाडै गरिब लुटिँदैछन्, गरिबका घर खोसिँदैछन्, जग्गा खोसिँदैछन्, लघु वित्त र सहकारीले सबै मान्छेलाई उठीबास लाग्दैछ। तर यता नारा चाहिँ फेरि गरिबको चमेली बोलिदिने कोही छैन। यता प्रधानमन्त्रीले यसो भुइँ छुनाउँछ, यस्तो गर्नुहुन्छ, फर बाटो गरेको, घर उम्रेको देखिन्छ, सबै गरिदिएको छ, सबै बनाइदिएको छ, सबै गरेर देखाइदिएको छ। एल्गोरिदम भनेको त्यहाँ पुग्यो। फेसबुकमा त्यो छ। फेसबुकको विकासले त्यो गरिबको पेट भरिँदैन होला। महाशय यो कुरा बुझ्नुहोस् न, यो कुरा बुझ्नुहोस्। मैले त्यतिकै यो आवाज उठाएको होइन, म बाध्य भएर बोल्न आएको। नभए मलाई नि मेरो परिवारले पनि 3 महिना चाहिँ नबोल्नु न। 3 महिना मेरो परिवारले त भोटै हालेन, मैले त भोटै हालेँ, भोटै बहिष्कार गरेको। हाम्रो अभियान कसैले भोटै हालेन, सुन्नुहोस् है कुरा। तर केही मिडियाका साथीहरू छन्। राजा महेन्द्र के भएको? राजा महेन्द्रले गरेको
मेरो घर राजा महेन्द्रको चाहिँ हाम्रो हातमा नक्सामा पनि महेन्द्र राजाको हाइवे भनेर भन्छ। राजा महेन्द्रको फोटो राखेर अनि राजा महेन्द्रले देशमा प्रधानमन्त्रीलाई हिँडाइदिएछ सोसियल मिडियामा। अब त राजा ल्याउने भयो, एसपीपी पास नहुने भयो। म के भन्छु भने सरकारलाई, हिजो तपाईँहरूको हातमा केही थिएन, केपीओलीको हातमा थियो, त्यतिखेर बोल्नु हुन्थ्यो तपाईँ। आज तपाईँहरूको हातमा छ। त क्याबिनेटबाट डिसिजन गरौँ न, हिन्दू अधिराज्य कायम गरौँ, आजै कायम गरौँ। गरौँ त तपाईँसँग शक्ति छ। एसपीपी खारेज गरौँ न शेरबहादुर देउपाको जस्तो। नगर्ने निर्णय गरौँ त शेरबहादुर देउपाले 79 साल असार 6 गते शेरबहादुर देउपाको क्याबिनेटको डिसिजन हेर्नु होला तपाईँहरू। त्यतिखेर एसपीपी पास नगर्ने निर्णय गरेका छ। त एसपीपी र एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस् त सरकार। तपाईँले गर्दा हो त, तपाईँ शक्तिमा हुनुहुन्छ। तपाईँलाई सहयोग गर्छौँ हामी। हिन्दू राष्ट्र ल्याइदिनुहोस्, हिन्दू राज्य राष्ट्र संस्था ल्याइदिनुहोस्। किन 5 वर्ष चुनाव गर्नुहुन्छ? चुनावै गर्नु पर्दैन, दुर्गा वर्ष सडकमा उभिन्छ, चुनाव पर्दैन भनेर। हामीलाई आज के छ समस्या? तपाईँहरूले मोही खाँदै गर्दा, मोही खाने निर्णय गर्दै गर्दा किसान आयो फेसबुकमा, किसानहरूको लागि पालनले गर्नुभयो यो निर्णय, एउटा टिमै राखेको छ फेरि अनि मोही खाने। ल ठिक छ, किसानको 9 अरब तिरेको रहेछ अहिलेसम्म डिडिसीले दुग्ध विकासले किसानको। अहिले किसानका गाईका डडेला जिउ सुकेर खुकुरीको दाग जस्तो भएको छ। प्रधानमन्त्रीज्यू, खुकुरीको दाग जस्तो भएको छ। ती किसानको पैसा तिर्दिनुहोस् न। तिनले दाना खुवाउँछन्, पानी खुवाउँछन् ती गाईलाई। आज गाई पाल्न नसकेर सडकमा छोड्नु परेको छ। तपाईँका किसानको हालत त्यो छ प्रधानमन्त्रीज्यू। अर्को कुरा, तपाईँले शिक्षा र स्वास्थ्य फ्री गर्छु भन्दै गर्दा रमाइलो कुरा आयो। अहिलेसम्म हाम्रो 17 अर्ब रुपियाँ पैसा स्वास्थ्य बिमाको 17 अर्ब रुपियाँ पैसा है भाइ, तिरेका छैन। हामीले आज 11 महिनादेखि पैसा पाएको छैन। सुनिल शर्माको नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजको मात्रै 103 करोड पर्छ। हाम्रो टेन्टेटिभ 40 करोड जति होला। विराटको त्यति नै होला, अरू मेडिकल कलेजका त्यति नै होला। यहाँ आउने कस्तो कुरा भयो नि, अर्काले ब्याङ्कको पैसा लिएर 16% ब्याजमा पैसा लिएर स्कुल बनाएको छ, मेडिकल कलेजहरू बनाएका छन्। अनि यहाँ आएर माथि बसेर के भन्नुहुन्छ शिक्षा मन्त्री पनि शिक्षा फ्री। अनि शिक्षा मन्त्रीकी बुढी के भन्नुहुन्छ? अस्मित। अब त यो के हुन्छ अस्मित भन्नु भने? म भन्छु त शिक्षा मन्त्रीलाई, तपाईँको 25 करोड रुपियाँ पैसा तपाईँ पहिला सरकारको नाममा पास गर्नुहोस्। मेरो झापामा तक्षशिला विश्वविद्यालय छ, म सरकारको नाममा पास गर्छु। म पास गर्छु, म पास गर्न तयार छु। अस्मितजी, सस्मितजी होइन, टाइकोट लगाएर मन्त्रालयमा बस्नुहुन्छ। 25 करोडको सम्पत्ति रहेछ। ल त दान गर्नुहोस्, सरकारको नाममा पास गर्नुहोस्, म पनि गर्छु। त्यति सजिलो छ। अनि तपाईँले आइतबार, शनिबार र आइतबार, जुन देशमा 18 घण्टा काम गर्नुपर्छ अब देश बनाउनु, यसै 154 दिन छुट्टी छ। अब यो छुट्टीमा 208 दिन छुट्टी हुने छ आइतबार। अनि यो बच्चालाई यति क्लास किताब पढ्दैछ, यिनको क्लास 150 दिनमा सकिन्छ। हामीले भन्यो हाम्रो स्कुललाई, तिमीले एडमिसन सुरु गर, बन्द गरिदिन्छ, बन्द गरिदिन्छ। बन्द गर्दा के हुन्छ? ब्याङ्कको लगानी छ। मेडिकल कलेज बन्द गर्ने, खर्च ब्याङ्कको लगानी छ। गर। आइसियुमा मान्छे मर्छन्, गर। त्यो कागज छ। विदेशमा गएर युवाहरूलाई फर्काउँछ। अहिले म भन्छु, यहाँ सुकुम्बासीहरू मलाई आउँछन्, हाम्रो त हटाउने अरे भनेर भन्छ। चुपचाप घन्टी छाप, चुपचाप घन्टी छाप। तिमीहरूलाई पुगेकै छैन। यी नेपालीहरूलाई अझै पुगेको छैन। हिजो फुटबलकाले भेटाए होइन, त्यहाँ कमेन्टमा लेखेको थियो क्या, रुँदै गरेको सिटमा, चुपचाप घन्टी छाप। घन्टीहरूलाई भन मैले चुनावमा नजाऊ, फाँसीबारी सरकार आउँछ, उसलाई मतलब छैन। त्यतिले सिंहदरबार र सर्वोच्चमा आगो लगाएको छैन। यो उद्देश्य कुन उद्देश्यको लागि ल्याएको? अहिले म तपाईँहरूलाई भनौँला कुन उद्देश्यको लागि ल्याएको। आज हिजो 5 रुपियाँ तेलमा बढ्दाखेरि नि शङ्करदेव र आराम क्याम्पसबाट आगो
खोइ आज ती विद्यार्थी सङ्गठन कहाँ छ? कसका भेडा बाख्रा चलाउनु गर्छन् ती विद्यार्थीहरू? के गर्दैछन्? के गर्दैछन्? तर हाम्रो नागरिक बचाउ अभियानको विद्यार्थी सङ्गठनले 1 हप्ताभित्रमा त्यो तेलको मूल्य फिर्ता लिएन भने अब आन्दोलन सुरु गर्न तयार छ होइन भाइ? हाम्रो विद्यार्थी सङ्गठनले गर्छ। विद्यार्थी सङ्गठन खारेज गर्ने आँट अब नगर्नुहोस्। विद्यार्थी सङ्गठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ। हिजो 2 रुपियाँ गर्दाखेरि नि आज बलेको ठाउँ होइन, आज 100 रुपियाँ गर्दाखेरि नि बोल्दै 137 को तेल आज 237, 147 को पेट्रोल 247। अनि यता चाहिँ भिडियोमा गरिबको चमेली बोलिदिने कोही छैन भनिएको छ। एल्गोरिदम प्रयोग गरेर जम्मै दिएको बना। अनि उता कालोकोटमा राजा महेन्द्र र हाम्रो प्रधानमन्त्रीको फोटो है सँगै राखेर हिँडिदिएछ। अब राजा केही छन् यहाँ राजावादी पत्रकारहरू, उहाँले त राजा ल्याइहाल्नुहुन्छ। दुर्गा प्रसादको मुखमा टेप लगाइदिइहाल्यो। ठिक छ त, राजा ल्याउन 25 वर्ष चल म सहयोग गर्छु। प्रधानमन्त्री हुने भए चाहिँ त्यही दिन भइहाल्थ्यो नि। मलाई सेनाले बोलाएर प्रधानमन्त्री बोलाएकै हो, मैले नलिएको। 24 गते राति नै पुग्थेँ। सांसद हुने भए अस्ति 2 नम्बर क्षेत्र म एक्लै त जित्थेँ नि। म स्वागत नेपाल हेर्ने जस्तो फुक्रुक्क भएर फर्किनु पर्दैन थियो नि। मलाई थाहा थियो नि मैले जित्थेँ। जुन ठाउँमा मैले 3-3वटा स्कुल बनाएको थिएँ, 9-9वटा मन्दिर बनाएको थिएँ, जुन ठाउँका मान्छेको उपचार गरिरहेको छु। तर मलाई सांसद चाहिएको होइन, मलाई राष्ट्र चाहिएको, देश चाहिएको, मुलुक चाहिएको। मेरा दाजुभाइ दिदीबहिनीहरू आएर खाडीमा अलपत्र बसेर पढेका दिदीबहिनी दाजुभाइहरू यो ठाउँमा आउनुपर्छ र पासपोर्ट बनाउने काम चाहिँ बन्द गर्नुपर्छ भन्ने मान्छे चाहिएको। पासपोर्ट बनाउने काम बन्द गर्नुपर्छ। हेर्नुहोस्, त्यसले गर्दाखेरि म सस्मित पोखरेलजीलाई के भन्छु भने, सक्नुहुन्छ सस्मितजी र तपाईँको श्रीमतीले बडा राम्रोसँगले भन्नुहुँदो रहेछ बेलुका सस्मित अब के हुन्छ भनेर। अब नर्स पाउँदैन अलिक दिनमा। सस्मितजी, सस्मित कि अस्मित अरे सस्मितजी, अब तपाईँको श्रीमती त नर्स हुनु होइन होला, एकजनाले हुँदैन होला। हेर्दा त नर्स जस्तै देखिनु हुँदो रहेछ, फेरि डाक्टर जस्तै देखिनु हुँदो रहेछ। उहाँलाई सोधिदिनुहोस् सस्मितजीको श्रीमतीलाई, अब नर्सको लागि के गर्ने? खाडीमा डान्स बारमा हाम्रा चेलीबेटी पठाउने कि सस्मित नर्स बनाएर खाडीमा स्टेजको बोकेर सेतो एप्रोन लगाएर बिरामी हेर्ने नर्स पठाउने भनेर सोधिदिनुहोस्। सोधिदिनुहोस् क्या सस्मितजीको, म बुहारी नै भन्छु, बुहारीलाई। अब अलिक दिनमा नर्सहरू नभएर हस्पिटल बन्द हुँदैछन्, तपाईँको तिर हस्पिटल बन्द हुँदैछ, त्यो पनि सोधिदिनुहोस्। र आइतबार किन छुट्टी गरियो भन्दाखेरि नि क्रिस्चियनहरू चर्चमा जान्छ क्या आइतबारको दिन, त्यसको लागि। अनि शनिबार र आइतबार छुट्टी भएपछि अमेरिका भइगयो नि देश। अनि राम्रा छन् उनीहरू, चिटिक्क सुकिला मुकिला छन्। 200 तोला 400 तोला सुन भएका, 200 तोला 400 तोला सुन भएका।